नमस्कार, म अरुण खनाल आलुबाली विकास केन्द्र निगालेमा प्रमुखको रूपमा कार्यरत छु। यहाँ काम गर्दै आउँदाखेरि 2032 सालमा स्थापना भएको न्युक्लियस आलु बिउ केन्द्र को कार्यालय अहिले आलुबाली विकास केन्द्र हुँदाखेरि 50औं वर्ष पुगेको हुनाले हामीले 50औं वार्षिकोत्सवलाई स्वर्ण जयन्तीको रूपमा हामीले मनाएका छौँ। र यो आलुबाली विकास केन्द्र निगालेले मुख्य काम गर्ने भनेको कृषक र प्राविधिकको दक्षता अभिवृद्धि गर्छ। अर्को चाहिँ हामी आलुको बिउ उत्पादन गर्छौँ। बिउ उत्पादन गर्दाखेरि एउटा हाइब्रिड बिउ उत्पादन गर्छौँ। यो हाइब्रिड बिउ चाहिँ टिपिएस बिउ भन्छ। यो टिपिएस बिउ उत्पादनपछि कृषकलाई वितरण गर्छौँ, बिक्री गर्छौँ। अर्को चाहिँ हामीले पिबिएस बिउ उत्पादन गर्छौँ, जसमा टिस्यु कल्चर ल्याब छ। टिस्यु कल्चर ल्याबमा इन्भिट्रो प्लान्ट बन्छ। त्यो इन्भिट्रो प्लान्टपछि चाहिँ स्क्रिन हाउसमा रोपिसकेपछि पिबिएस दाना बन्छ। यो पिबिएस दाना बन्ने र यो गुणस्तरीय बिउ प्रजनन बिउ भएको हुनाले हामीले के काम गर्छौँ भनेर सबैलाई प्रचार गर्नको लागि यो स्वर्ण जयन्तीको उपलक्ष्यमा एउटा उद्देश्य त्यो राखिएको थियो। अर्को चाहिँ यो अफिसलाई यतिसम्म पुर्याउने, आजभन्दा 10 वर्ष अगाडि जम्मा 13 मेट्रिक टन पनि थिएन प्रति हेक्टर उत्पादन। त्योभन्दा अगाडि 7 थियो 30औं वर्ष अगाडि। अहिले 17 मेट्रिक टन पुर्याउनको लागि योगदान भएको यो अफिसको प्रमुखहरूलाई, पुराना प्रमुखहरूलाई, भूतपूर्व प्रमुखहरूलाई हामीले बोलाएर सम्मानको कार्यक्रम पनि राखेका थियौँ। र योगदान गर्ने कृषकलाई र हाम्रो यहाँ वरपरको कृषक र दैनिक ज्यामी हाम्रोमा गर्ने विभिन्नलाई सम्मानको कार्यक्रम राखेका थियौँ। अनि त्यो सम्मानको कार्यक्रमसँगै विभिन्न सहकारी र हाम्रो सरकारवाला निकायहरूलाई पनि हामीले केही मायाको चिनो प्रदान गर्ने कार्यक्रम थियो। यो कार्यक्रममा विशेष हाम्रो जोड भनेको र उत्कृष्ट विशेषता भनेको चाहिँ के थियो भने 50वटा परिकार बनाउने, आलुका परिकार, त्यो आलुका परिकारको प्रचार गर्ने, आलुका जातको प्रचार गर्ने। यसमा मुख्य भूमिका प्रमुख अतिथिको रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहनुभएका सहसचिव डाक्टर जानुका पण्डित म्याम आउनुभएको थियो। अनि विभागबाट राजेन्द्र कोइराला सर डिडिजी आउनुभएको थियो भने राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रबाट पदम प्रसाद अधिकारी सर आउनुभएको थियो भने यस जिल्लाबाट प्रमुख जिल्ला अधिकारी सर आउनुभएको थियो किरण थापा सर। त्यस्तै विभिन्न सरकारी निकायका र विभिन्न सङ्घ संस्थाका कृषक समूह र सहकारीका कृषकहरू पनि आउनुभएको थियो। यहाँ देख्न सक्नुहुन्छ यो हामीले आलुको परिकार 50 भन्दा बढीको चाहिँ हामी आफैले बनाएको है। फेरि यो बजारबाट खरिद गरेर लिएर आएको होइन, हाम्रै प्राविधिक, हाम्रै कर्मचारीहरूले बनाएको विभिन्न आइटमहरू छ। हजुरले हेर्न सक्नुहुन्छ यो साँधेको आलुदेखि लिएर आलु च्याउ, आलु टिक्की, आलुको मोमो, यो विभिन्न आलु फ्राईहरू, सेकुवा, आलुको सेकुवा, आलु तामादेखि लिएर आलुका विभिन्न बर्गर, आलुको चोखा, आलुकै आफ्नै परौठा, समोसा र विभिन्न आइटमहरू धेरै देख्न सकिन्छ। यो आलुको केक पनि आज हामीले उद्घाटनमा पनि आलुको बर्थडे केक काटेर उद्घाटन गरेका थियौँ। त्यो केक चाहिँ साह्रै मिठो भएर यति चाँडै खपत भयो कि धेरैजनाले हामीले चाख्ने पनि मुस्किलले पाइयो। अनि यो विभिन्न आलुको चिप्स, अहिले हामीसँग आलुका चिप्सको भेराइटीहरू पनि छ। त्यो भएर आलुको चिप्स चाहिँ आफै बनाउन सकिन्छ। यो बाह्य चिप्स विदेशमा पैसा नजाओस्। अनि त्यसपछि धेरै यो पटक खारेको तेलमा बनाएका चिप्सहरू चाहिँ हानिकारक हुनसक्छ भनेर आफैले घरमा आलुको चिप्स बनाउन सकिन्छ। त्यस्ता प्रजाति हामीसँग छ। आलुको दुनोट, यो हेर्दैमा मिठो खाउँ लाग्ने खाले आलुको दुनोट छ। धेरै एकदम स्वादिला परिकारहरू बनेको थियो। हामीसँग आलुको चाइनिज चिप्स पनि बनेको थियो। यो चाइनिज चिप्स खाले मेसिन पनि हामीसँग छ एभाइलेबल। 50,000 रुपियाँमा त्यो चिप्स बनाउने मेसिन प्राप्त गरिँदो रहेछ। पोट्याटो फिङ्गर्सदेखि लिएर आलुको बिस्कुट, अब आलु जिरा, आलु यो मुस्ताङ आलुको स्टाइलमा यो टेक्नोलोजी हो यसरी बनाउने। आलु पोलेकोदेखि लिएर आलुको ब्रेड पकौडा, अब यी सबै चिजहरू, आलुको पिल्लो, आमामा यो खाँदाखेरि पनि यस्तो हेर्दैमा स्वादिष्ट होला जस्तो छ। ल हेर्नुहोस् आलुको कर्न डग, अब यो चट्ट समातेर खाँदाखेरि साह्रै स्वादिष्ट हुने खाले गरेर परिकारहरू हामीले गरेका थियौँ। टोटल 52वटा परिकारहरू हामीले प्रदर्शन गऱ्यौँ भने हामीले मनज्ञ आएका आगन्तुकहरूलाई सबैलाई खान पुग्ने गरेर आलुको परिकार प्रदान गरेका थियौँ। हामीले चीन सरकार र नेपाल सरकारको सहयोगमा हामीले विभिन्न आलुका जातहरूलाई प्रवर्धन गरेका छौँ र विकास गरेर अब यसलाई चाहिँ बिस्तारै कृषक वर्गमा लाने हो। यो आलु यो आलु चाहिँ चाइनिज आलु, यो एकदम लोकप्रिय भएको छ।
अहिले। अब यो चाइनिज 8 भनेर राखिए तापनि यो निलो आलु यो पनि धेरै डिमान्डको आलु छ। हामीले यसको पनि दर्ता गरेर प्रक्रियामा छौँ। अब यो मध्ये चाइनिज 6 र चाइनिज 5 यहाँ लोकल स्थानीय बासिन्दाहरूले साह्रै मन पराएको जात छ। यसको तराईमा नि हामी प्रयोग गर्दैछौँ। यो सबैभन्दा मन पराएको चाइनिज आलुमा चाइनिज 10 भनेर भन्यो भने क्विङ 9 हो। यो आलु चाहिँ धेरै युनिफर्म फल्ने, ठुलो साइजको फल्ने, लास्टै मिठो फल्ने जातहरू छन्। 12वटा छ चाइनिज जातहरू। भने यी चाहिँ हामीले हाम्रो उन्मोचित जातहरू हुन्। नेपाल सरकारले उन्मोचन गरेको हजुरले मुडेको आलु भनेर चिनिने ल हेर्नु। मुडेको आलु भनेर चिन्दाखेरि चाहिँ यो आलु चाहिँ गोलो साइजको छ, पाक्दाखेरि चाहिँ घिउ जस्तो मिठो, अनि त्यसपछि यो आँखाहरूमा बढी रातो र कलर चाहिँ रातै भएको हुनाले यसले चाहिँ बढी मूल्य पाउँछ र मुडेको आलु भनेर चिनिने यो भेगमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सोलुसम्म, खोटाङ सोलुसम्म यो आलु चाहिँ उत्पादन गर्ने गरिन्छ र यो आलुलाई मुडेको आलु भनेर प्रख्यात छ। अब यी चाहिँ हाम्रो एकदम यो उन्मोचित भएको र पञ्जीकृत भएका आलुका जातहरू भयो जुन 21वटा जातहरूको छ। अनि त्यसैमा चाहिँ यी अब आउने जति चाहिँ रैथाने जातहरू विभिन्न ठाउँका जातहरू हामीले लिएको छौँ। ल हेर्नुहोस्, निलो निरप्रसाद हो, निरप्रसाद आलु। अब त्यसपछि हाम्रो खुम्बले यो पनि लास्टै लोकप्रिय छ। यो लोकप्रिय छ किनभने यसको रङ फरक छ, मिठो छ, साइजमा हेर्दाखेरि रोजिटा स्टाइलको छ तर कलर चाहिँ फरक छ, खुम्बले छ। अब यो हामीले कोरियाबाट लिएर आएको निलो आलु पनि छ। यसको भित्र पनि निलो हो, यो भित्र पनि निलो हो। यसलाई चाहिँ अहिले धेरै महँगोमा बिक्री गर्ने गरेका छन्, डिमान्ड पनि बढी छ, एन्टिअक्सिडेन्ट बढी हुन्छ यसमा। त्यो भएर अर्को चाहिँ एकदम हामीले अब विकास गर्नुपर्ने र यसलाई अझै बढाउनु पर्ने चाहिँ जिरी चक्रे भन्ने आलु छ। यो चाहिँ